है कसरी बस्ने भन्ने कुरा बिर्सिसकेछ र भिडियो फेरि कसारलाई मात्रै हेर्ने हामीलाई रोटीलाई नहेर्ने भन्नुलाई फेरि के भएर फुलेनन् भन्नु त पार्टी पपर कहाँ पर्छ त नि यो उसो भन्छ हेलो काका बुनुवा काका दादा दादा आज तपाईको के अरु विशेष प्रोग्राम भनिदिनुस् त विशेष मेरो रुनी प्रोग्राम हो आज हेलो भाइजू हजुर मेरो नातिको हजुर ल अब एक लट यसरी भिडियो बनाउनु पर्छ यसको आज कपाल काटिन्छ यस्तो गाग्री बनाइयो भर्खरै र्याप गरेर मन परेन र यस्तो गरियो यो त रहेछ फुलहरु भएन नि त उ गरे रातो फुल रहेछ हाय ओ सरी शिव मेरो बुना भागी आको हेलो भिडियो खिच्दिएको साइलो अङ्कल आमालाई उठाइदिए मैले नि उठाएर भन्दै भएन यसो गर्न त तपाईँ हल्का उ गरिदिनु त यताबाट जग्गाबाट जान भन्दा उताबाट घुमेर जान अङ्कल बुवा त्यो चापी कता खातेको अब यहीँबाट परुवाबाट यति पानी हालेर खोलेर नुहाउनु हातलाई म काटिदिउँला हामीले काटेको हो क्या ल बाबु ल देखाएको साथ जय शम्भु पार्वती पताए भनेको भने यो आना फेर मुठी तीनचोटि यसो घुमेर आउने हो घुमेर आउने
ओम भगवती दीक्षामि देहि ओम भगवती दीक्षामि देहि ओम भगवती दीक्षामि देहि ओम भगवती दीक्षामि देहि ओम भगवती दीक्षामि माल बड़ी पाया भाई सुनील का स्कुटरमा ल्या स्कुटरमा बोकेर ल्याउनु पर्ने भाइको भिडियो बनाउनु पाइएन फेरि फट्टे भाइहाले क्या कोही नै थाहा नभइकन जोरो भयो भिडियो गराउनलाई भागौँला अहिले लुगा ला बाटो छोडिदिनु है एकछिन ल ल ल एकछिन पछि लक्ष्मीलाई बोलाउनु त छोरा लक्ष्मी छोरो त धनी हो यार म भन्दा नि त्यसरी नखानु त जताततै सम्झन ज्यू क्लासमा हेरौँ ल कमरा पनि त हेर न अरूहरूको बिहामा तपाईले कतिवटा पत्ता ल यहाँ कति हो भन्ने है ल 4000 त्यसमा ल भाइजू त पुरा पैसा छैन अलि 4500 हेर न आइको भन्दा बढाको 4000 हजुरले यहाँ 12000 छ 5000 छ अरे लो हेर अलि बढी भयो 5000 ओ बाबु खसा लाउने के गरे यस्तो गरेको बरु यहाँ तपाईले गन्छ
सुन त ल ल ल ल हामी बढी काम थोरै आबा तिमी बाबाको शर्त लाइछौ नि यो हजुरवाला होला जस्तो छ बालाई ल